भएन ओके दर्शकबिन ओके दर्शकबिन हामीले केही समय अघि यी कविता बहिनीको भिडियो यसरी बनाउँदै थियौँ र बनाउँदा बनाउँदै पनि उनलाई अप्ठ्यारो भएको थियो र त्यो भिडियो देखेर केही सहयोग रकमहरू जुटेको छ र हामीले चाहिँ अब भोलि तत्काल यी नानीलाई काठमाडौँ गङ्गालाल अस्पताल लिएर जाने तयारी पनि गरेका छौँ र पक्कै पनि यी बहिनीले अब उपचार पाउँछिन् होला र नयाँ जिन्दगी पाउँछिन् होला भन्ने हामीले ठुलो आश राखेका छौँ र साथसाथै मिना बहिनी निको भइसकेकी थिइन् फेरि पनि बल्झियो र आजसम्म चाहिँ औषधि खाँदै गर्दाखेरि केही मात्रामा अलिकति सन्चो पनि भयो तर पनि भोलिदेखि हाम्रो टिम दुईतिर जाने भइयो एक टिम सिलगढीतिर र एक टिम चाहिँ काठमाडौँतिर हैन काठमाडौँ चाहिँ हामी को जाँदैछौँ भने म खेम देवान अनि हाम्रो विक्रम लिम्बू तिल विक्रम सुब्बा अनि पूजन राई र सिलगढी चाहिँ हाम्रो अध्यक्ष रविकिरण मादेन र हाम्रो देवेन्द्र लिम्बू हैन र हाम्रो श्याम सर पनि काठमाडौँ जाँदै हुनुहुन्छ यी बहिनीलाई लिएर अस्पताल लानको लागि र त्यहाँ बस्नको लागि चाहिँ हाम्रो मदन हसेरा लिम्बू हुनुहुन्छ उहाँले चाहिँ मेरोमा आएर बस्नु भन्नुभएको छ उहाँलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र मिना बहिनी अनु बहिनीलाई माफ गर्नु होला कविता बहिनीलाई चाहिँ अस्पताल लिएर जाँदै गर्दाखेरि यो भन्दा पहिला उनी सानै हुँदा पनि अस्पतालले 6 लाख रुपैयाँ लाग्छ भन्नुभएको रहेछ र अहिले पनि अब कति लाग्ने हो थाहा छैन र सहयोग कति उठ्यो त र किन लिएर जाँदैछौँ त भन्ने विषयमा पनि हामी तपाईहरुमा जानकारी गराउँछौँ किनभने यो नानीको अब सहयोग कम्प्लिट उठ्ला अनि उपचार गर्नु लैजाउँला भन्दा त ढिलो हुने रहेछ जस्तो लाग्यो त्यो भएको कारणले गर्दा बरु म यो भिडियो मार्फत तपाईहरुमा आज के भन्न चाहन्छु भने नानीको उपचार हुँदै गर्छ सहयोग रकमहरू पनि हजुरहरूले गर्दै गर्नु होला भन्न चाहन्छु र अहिलेसम्म हामीसँग सहयोग रकम जम्मा उठेको भनेको 3,54,000 यी कविता बहिनीको लागि सहयोग उठिसकेको छ र 3,54,000 लिएर चाहिँ हामी अस्पताल लाँदैछौँ अब अस्पतालले कति माग्छ कति खर्च हुन्छ त्यो कसैलाई थाहा छैन हामी अन्धाधुन्दा लिएर जाँदैछौँ पक्कै पनि सहयोगी दाताले यो भिडियो हेर्नुभयो भने त हजुरले पक्कै पनि उहाँको लागि केही सहयोगहरू गर्नुहुन्छ होला भन्ने मैले आश राखेको छु सरस्वती सबैजना एकछिन ध्यान दिएर सुन्नु होला अहिलेसम्मको सहयोग रकम कसले कति कति पठाउनु भयो भन्ने विषयमा म तुरुन्तै जानकारी गराउन चाहन्छु पहिलो मेसेज रहेको छ मलाई पठाउनु भएको छ खेमराज देवान ज्यू मिस कविता तामाङको लागि थोरै सहयोग पठाएको छु भन्नुभएको छ उहाँ लेख्नुहुन्छ माथि भिडियोमा भएको मुटु रोगी मिस कविता तामाङको उपचारको लागि रु 10,000 तपाईको सानिमा ब्याङ्कमा आजकै दिन पठाइदिएको छु फ्रम मिस्टर राजबहादुर गुरुङ र मिसेस मनिता कुमारी गुरुङ हुनुहुन्छ नेपाल घर चाहिँ पोखरा हाल चाहिँ युके को अल्डर सर्टमा बस्नु हुँदो रहेछ धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु राजबहादुर गुरुङ उहाँले पहिला पनि धेरै ठाउँ सहयोग पठाउनु भएको छ र त्यसै गरी उहाँले भन्नुभएको छ नानीको स्वास्थ्य लाभको शुभकामना पनि दिन चाहन्छु भन्नुभएको छ धन्यवाद दिन चाहे र अर्को नाम रहेको छ तपाईहरु उहाँले नै लेख्नु भएको होला सायद तपाईहरुलाई पनि धेरै धेरै धन्यवाद भन्नुभएको छ धन्यवाद दिन चाहे र राज गुरुङ एन्ड मनिता गुरुङ अल्डर सर्ट युके लास्टमा लेख्नु भएको छ धन्यवाद र त्यसै गरी अर्को मेसेज रहेको छ उहाँ लेख्नुहुन्छ खेम सर नमस्कार हजुरको सम्पूर्ण तिनजुरे टिमलाई धेरैभन्दा धेरै धन्यवाद छ म अलिकति त्यो नानीलाई सानो सहयोग पठाएको छु सर कविता बहिनीलाई रु 5,000 हस्तान्तरण गरिदिनु होला र 8,000 रुपैयाँ पठाएको छु र बाँकी 1,500 मिना बहिनीको हातमा दिनु होला र अरु बाँकी पैसा चाहिँ सम्पूर्ण खेमसर लगायत तिनजुरे टिमलाई चाहिँ चियापानीको लागि गर्नु होला भन्नुभएको छ है 1,500 मिना बहिनीको लागि हामीले जम्मा गरिसकेको पनि म तपाईहरुमा जानकारी गराउँछौँ किनभने मिना बहिनीको त हामीले 5 लाख त फिक्स डिपोजिट नै गरिसक्यौँ हैन र अर्को मेसेज रहेको छ साम्बा तामाङ त्रिनपा त्रियुगा नगरपालिका होला सायद हैन त्रियुगा नगरपालिका वार्ड नम्बर 16 विक्रम सर धेरै त छैन कि यो थोरै रकम भए पनि त्यो कविता बहिनीलाई सहयोग हुन्छ भनेर हाल्दिएको छु अन्यथा नलिनु होला भनेर सुनाइदिनु होला है भनेर उहाँले 5,694 रुपैयाँ पठाउनु भएको छ त्यसै गरी अर्को मेसेज रहेको छ वी अल आर भुटानिज कम्युनिटी फ्रम दमक झापा नेपाल बेलडाङ्गी
नाउ रिसेन्टली वी आर लिभिङ इन अस्ट्रेलिया भन्नुभएको छ स्टेट तास्मानिया सिटी लाउन्सेस्टन सो people those who are donate for Kavita Tamang their name is in their list भन्नुभएको छ नम्बर 1 मा छ आशा राणा राई प्लस लाछीमाया राई $100 सायद अस्ट्रेलियन पैसा होला अनि त्यसपछि अर्को नाम रहेको छ कर्ण सुब्बा प्लस मान नेम्बाङ सुब्बा हुनुहुन्छ उहाँले $130 गर्नुभएको छ आइत बहादुर राई उहाँले $50 गर्नुभएको छ मेघनाथ गुरुङ प्लस चन्द्र तामाङ $150 सोममाया राई प्लस टीकाराम प्रधान $150 दुर्गा घले प्लस मणि राज तामाङ $150 त्यसपछि मणि राई प्लस यमुना राई $30 मनमाया राई $50 हिमा देवी राई $50 गौरी लाल राई $50 त्यसपछि लक्ष्मण राई प्लस मनमाया राई $50 निर्माया आचार्य $50 हेम आचार्य $51 गौरी प्रधान प्लस मालती उदास $100 हर्क बहादुर राई $110 नरबहादुर गुरुङ $50 सन्तोष छेत्री प्लस शर्मिला छेत्री $50 र उमाकान्त गौतम $30 र अर्को नाम रहेको अर्को मेसेज रहेको छ यो एमाउन्ट चाहिँ कति हो भनेर पनि लेख्नु भएको रहेछ नाउ वी all are working at Mount for Bridge. This is our company names. When you create the video, please keep these names on the video. We all need this name on video. Okay. Hi bhai, thank you from my team भन्नुभएको छ धेरै भन्दा धेरै धन्यवाद छ जम्मा जम्मी नेपाली पैसा चाहिँ 1,23,000 चाहिँ उहाँहरूले पठाउनु भएको छ धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु है र अर्को मेसेज पनि रहेको छ यहाँनिर मिना तामाङलाई पहिला पनि सहयोग गरिसक्नु भएको छ उहाँले र उहाँको नाम रहेको छ श्री एलबी गुरुङ ज्यू हाल युके नेपाल घर चाहिँ नेपाल घर चाहिँ नयाँ बानेश्वरबाट 15,000 मिनालाई कवितालाई यहाँ कवितालाई हो रहेछ टाइपिङ मिस्टेक भएको छैन ओके केही छैन कवितालाई र पश्चिम सुर्खेत जाने भनेर त्यहाँ पनि 15,000 अनि बाँकी मिडियालाई भनेर रु 42,000 चाहिँ पठाउनु भएको छ 42,235 रुपियाँ हामी पश्चिम पनि जाँदैछौँ त्यहाँको लागि पनि उहाँले खर्च गरिदिनु भएको रहेछ धेरैभन्दा धेरै धन्यवाद छ त्यहाँ गएर पनि हामीले नानीहरूलाई उद्धार गर्नु छ अनि हामीले झापामा पनि उद्धार गर्नु छ त्यो पनि हामी तपाईहरुमा अपडेट गर्छौं त्योभन्दा पहिला तर कविताको चाहिँ जुन उहाँको हस्पिटल अलिकति सिरियस भएको कारणले गर्दाखेरि अलिकति चाँडो गरेको हो र हजुरहरुलाई धेरैभन्दा धेरै धन्यवाद दाइ भनेर चाहिँ प्रभा बहिनीले मेसेज गर्नु भएको रहेछ धेरैभन्दा धेरै धन्यवाद प्रभा सिस्टरलाई पनि र हामीसँग अर्को कुन थियो अर्को हालेको आएन छ त यहाँ आएन र अबिक्लुङमा टाइप गरेर हालेको आएको ए हो एकचोटी मैले यहाँ डाटा खोले ल बा पठाउनु भयो ए हो सायद अर्को पनि होला यहाँनिर एकैछिन है ल मैले डाटा खोले मैले हैन सेन्ड गरेको हो सेन्ड भएन होला सायद यहाँ यही हो ए ए ए हजुर रेबु थापा काठमाडौँ माथा तीर्थ वार्ड नम्बर 1 तखेल युके बाट 8,000 हो यो आएको छैन आसन अनि त्यसपछि अनिता राउत ललितपुर इमाडोल सीता बाट सीता पाखा बाट रु 5,050 रुपैयाँ हुनुहुँदो रहेछ ए ए ए ल ठिकै छ सम्पूर्ण सहयोगी दाता सहयोगी मनहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र अब चाहिँ हामीलाई के आश लाग्यो भने कविता बहिनीले पनि उपचार पाउँछिन् होला भन्ने हामीले ठूलो आश राखेका छौं र त्यही आश लिएर हामी काठमाडौँ जाँदैछौं के कति सहयोग हुन्छ थाहा भएन किनभने यो भन्दा पहिला उनी तपाई कति वर्षको हुँदा रे 6 लाख मागेको थाहा छ तपाईलाई 8 वर्षको हुँदाखेरि कविता बहिनीलाई हस्पिटलले 6 लाख रुपैयाँ मागेको थियो तर अब कति